कस्तो राम्रो बनायो हेर्नु न बाटो है बाटो कस्तो राम्रो बनायो कि अब यो दिँदै बनाइदियो हाम्रो बिस्तारै है बाटो चाहिँ राम्रो बनायो आशिष सर आशिष ल विजय सर प्रदीप सर हाम्रो सजित सर के छ सर 7 ब्ल्याक 7 तर स्टेबलाइज मिठो हान्छ है गोप्रोले हेलो दही पार्किङ कता भाइ अनि यो वाटरफल चाहिँ कता हो ओहो ल हेर्नु त ट्राउट खिच्ने मान्छेहरू ओहो ल हाम्रो लाउरे आइटी सर ब्लगर अङ्कल मलाई धकेल्दिनु न अङ्कल मलाई धकेल्दिनु न फर्कायो सञ्जितले हो यार डेन्जर पखाए म पनि आएँ जापान किले हेर्नु होला भाउजूले तँलाई फेरि अनि फेरि चल भाइ भनिदिनु होला नि फेरि विचार गर अहिले ससुराको अगाडि यसरी बोल्ने होस् चिया खान जाँदा वाटरफल रिसोर्टमा आएको छौँ सर र वाटरफल इको रिसोर्ट है ओ बबाल यार बबाल म यही ढुक्क विनर भयो उद्या जङ्गलमा तिमीलाई त्यो सम्झायो केटा लिएर रोटी जस्तै बाक्लो पिच्छ है फेरि भन्न हुने हो कि होइन अब यहाँको जनप्रतिनिधि को हुनुहुन्छ सडक डिभिजनबाट अब आउन पर्यो अनि त्यो अलि भ्रष्टाचार जस्तै अब यो पातलो गऱ्यो नि त भ्रष्टमा फेरि भ्रष्ट नै हुने रहेछ छ भने ल अलिक छिटो आउनु पर्यो कि क्यामेरामा आउनलाई कस्तो हुँदैछ अरू केही छैन हामी घुम्ने आइयो हामी ग्यादरिङ गरिराखिन्छ हाम्रो इयरली मिट हो यो है वर्षपछि वार्षिक भेट अहिले त एकजना थपिनु सुन्नुहुन्छ ल प्रदीप है अनि विजय ल के छ हाम्रो सञ्जित चाहिँ अगाडि सञ्जित सरले हालो गरिसक्यो वेदर त यस्तो खतरा आमा ल है ग्यादरिङ हुँदैछ हाम्रो हामी निस्किन्छ है सिधै हो अहिले बिजेपुरबाट अलिकति छुट्टिने हो कि विजयपुरबाट बिजेपुरमा त होइन बाटो कस्तो छ भित्री बाटो कस्तो छ भित्रीबाट खै यता बाटो राम्रो छ अरे यिनीहरू सोधेको यिनीहरू थाहा अरे अहिले त्यो सैनिकसम्म मात्र हो त्यहाँ यस्तो अल्छी भयो यति खिचियो भिडियो बनाइदियो अनि हिँड पक्का गगनका बजार कस्तो राम्रो बनायो हेर्नु न बाटो है बाटो कस्तो राम्रो बनायो कि अब यो दिँदै बनाइदियो हाम्रो बिस्तारै है अनि त्यो सरकारी भवनहरू चाहिँ यस्तो गरेर फोड्ने गेट फोड्ने एउटा भिडियो चाहिँ यस्तो नाचेको कहाँको रहेछ कहाँको रहेछ त्यही यातायातकै त्यो सरकारी कर्मचारीकै बोकेर लिएर त्यो त चाहिएको तर बात चाहिएको भयो अनि त्यो फोडेन जाने त यता हो खास चोकमा बाइक देखाउन जाने हैन छोडेर आउने हो के गर्दैन होला नि मेन चोकमै हो मैले हामीले देखाइराख्नु त पुलिस हुन्छ र त्यहाँ यताबाट गयो भने चोकमा त पुलिस हुँदैन त्यसले खाइहाल्छ अहिले त्यहाँ राख्न पर्यो नि त फेरि फोहोर बनाइदिएला कुन चाहिँ उडाइदिएला भन्ने हो भाइ यहाँ छोड्न आएको कति नौरा
यस्तो गर्दै हुन्छ त स्कुलमा टिस्मा आशिष ल विजय सर प्रदीप सर हाम्रो सजित सर त के छ सर एन्ड इट्स मी है म चाहिँ यिनीहरूलाई यिनीहरू सबैजना आउँछ म चाहिँ वाक गरेर भेटाइदिन्छु यिनीहरूलाई म अब रनिङ गर्छु हामी चाहिँ अहिले लामो चौरमा हो आशिषले लिन आएको आशिषको घर चाहिँ छ कति में करा देंगे पड़ा दिन पढ्छु अनि ब्ल्याक 7 तर स्टेबलाइज मिठो हान्छ है गोप्रोले हेलो मलाई चाहियो सुन्तरा इको भन्छ इको रहेछ इकोमा त त्यो नानी त बताएन त्यो टोलभरि इको रहेछ इको हो नि त इको फ्रेन्डली ट्र्याकको होला नि त होइन इको रहेछ इको आवाज छ कि छैन भ्लगिङ टाइपको बनाउँदैन बोलेर हेलो गाइज वेलकम टु माई भ्लग थ्याङ्क यू सो मच बाई बाई प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट तर त्यो पनि कलै हो यार है त्यस्तो कुराहरू चाहिँ राम्रो क्या दही पार्किङ कता भाइ अनि यो वाटरफल चाहिँ कता हो त के छ यस्तो ठाउँ ल्याएर मलाई
ठुलो बाखा देखाइदिन्थ्यो खाजा मेरो होटलमा ल्याएर चाउचाउ पकाएर खुवाइदिन्थ्यो भन्दै थियो हामी चाहिँ अड्क्यौँ किन वेलकम टु गण्डकी राम्रो टाउट पिङ चाहिँ हेर्नुपर्छ एक्चुअली भुँडी छोड्नु पर्दैन प्लिज 10 ए त्यही पनि छ होला पिङ वहीँ पनि छ पिङ ए यहीँ अस्ति त भवन के अरे उसमा पौडी खेल्ने भन्दै थियो खेला ल्याबमा आम्फाली यसले भ्याउँदैन कता त लाग्यो पहिला गण्डकी ट्राउट पछि उता भन्न लाग्यो दुईटैको जान्छु पहिला कहाँ रे गण्डकी ट्राउट अनि केरल त हिँडाउँदा बिहाउँदै क्या यार लास्ट ढाडै रहेछ क्या त्यही भएर कहिले म चलाउँछु है यति राम्रो छ हेलो गाइज ल हामी चाहिँ है गण्डकी रेम्बो ट्राउटमा आएको छौँ र यसले ल हेर्नुहोस् ल यहाँ बिचमा धान पनि रोपिदिनु भयो रहेछ होइन यस्तो टर्निङ भएर गएको छ केशव सर के छ ल ट्राउट हेर्न आएको अब खाना पर्छ दर जाम ल ओहो ल हेर्नु त ट्राउट खिच्ने मान्छेहरू ओहो ल हाम्रो लाउरे आइटी सर ब्लगर हाम्रो केशव सर हुनेवाला यता हुनेवाला न्यू ब्लगर आइटी होम वाइफ भने जस्तै हाउस वाइफ भने जस्तै होममेड हाउस हस्बेन्ड हाउस मेकर ल ए म पनि आउनु पर्यो नि त है बजे छिराइज ल म को तपाईँहरूलाई भनिराख्न नपर्ला होइन अब LB.creation97 त्यो पुरै दिउँ न है यो देखाउ न यो यहाँबाट देखाउ त ओ ल यस्तो त्यस्तो नलाखेरि 97 किन राखेको भन्दाखेरि ट्याक्क 97 हामी उसको गरेको आफ्नो पैसा छोड्नु हुन्छ अब यहाँ चाहिँ यत्रो भिड आफ्नो पैसा किन यहाँ आफूलाई सेतो तर्न है कस्तो फ्रेस गरेर पालेको छु पालेको ल अब टक्क हामी चाहिँ रेस्टुरेन्टमा आइयो है बसेर खान्छौँ ल अहिले चाहिँ दसैँ लागेर मान्छे खासै छैनन् है सब अब आफ्नो घरतिर गयो होला टन्नै छ ल कोही हुनुहुन्छ है अब यो ल अब यसको ट्राउटको मेन म पहिला आउँदा यस्तो रेस्टुरेन्ट खासै थिएन अहिले हो सर म गएँ केटा केही हुँदैन हालिदिउँ है भवि आऊ ल भविन सरले भिजिट गर्दै हुनुहुन्छ है ल आउनुहोस् के छ आऊ न केटा आऊ ल तपाईँ कहाँ आउनुभएको भनिदिनु हामी राम्रो ट्राउट ल ओके ल ढुङ्गा न सर उहाँ जाउनु उहाँ बाक्लो छ त उहाँ हेर न सन्तोष यहाँ हेर न यहाँ केटा ल यो कोल्ड वाटर फिस है ल यहाँ चाहिँ अलिक सानो छ है तिमी पहिला आएको थिएनौ र पहिला आएको थिएनौ र मैले त सब देखेँ हो त ल
ल तपाईहरुलाई यहाँ भिजिट गर्न आउन कुनै इन्ट्री फी चाहिँदैन केही चाहिँदैन है हजुरहरु सर आउन सक्नुहुन्छ आफ्नो तरिकाले भिजिट गर्न सक्नुहुन्छ है टन्नै छ यस लार्जेस्ट मध्येको एक हो नट द लार्जेस्ट नै भन्नु पर्यो सर देखिन्न कहाँबाट खिच्ने त नि यहाँबाट खिच्ने 0.5 मा किन देखिदैन मजाले हुन्छ यस्तो गरे हुन्छ पुरो एउटै लाइनमा बसेर कोही दायाँ कोही बायाँ गरी देखिन्छ के त्यो दामी आउँछ त्यो फोटो मलाई थाहा भयो फोटो खिच्ने कुरा केटा फोटो खिच्ने सिकाउँदै आउ न आउ खिच न आउ टोय टोय गर आशिष छेकियो यार अझै पनि छेकियो के केटा पहाय म पनि आए त्यो त अहिले आइहाल्छ ओहो सकिएको दाइ औषधि नुन औषधि हो क्या यसको खिच्न आएको खिच्नै भ्याइएन तपाईँ त्यस्तो गर्यो अलिकति त्यो भिडियो बनाएर हाल्ने हो अब टिप्न छैन अब निकाल्न छैन ए आऊ केटा आऊ जानुपर्छ ल हाम्रो यहाँ आशिष सर आउँदै हुनुहुन्छ है यहाँ केटकेटीहरूलाई प्लेग्राउन्ड पनि एकदम छ है सर र तपाईँलाई के चाहिन्छ दसैँ आइरहेछ पिङ खेलिरहेछन् प्लेग्राउन्ड कत्रो चाहिन्छ ओहो त्यो घरमा जानुपर्छ केटा अहिले गोलो घर अहिले जाम ल केटाहरू जाने भने खान टुरुक 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 ल ल सानो नानी बाबुहरू हुनुहुन्छ भने लिएर आउनुहोस् नानी बाबुहरूलाई रमाइलो पनि हुने भयो फ्रेस तपाईँहरूलाई पनि ठिक नानी बाबुहरूलाई पनि ठिक हजुरहरू सबैलाई यहाँ माछाले यस्तो माछाले पानी वाके यहाँ फोटो खिच्दै हुनुहुन्छ हेलो गाइज खेल्ने हो कपडा भएन के त्यही भने है ल समाधान म जान्छु भने चौराली पिङ खेल्न चस्मा लाउनु भबिन ल दुईजना अगाडि बस्ने लगाऊ ल त ल गाई ज दसैँमा पिङ त खेल्न पर्यो है उता चौराली पिङ छ अब म चाहिँ यो पिङ खेल्छु के भयो यार दसैँ आयो मामा घर जाउँला के गरौँला सानो बाबु खेल्दै हुनुहुन्छ हजुर हजुर अङ्कल मलाई धकेल्दिनु न अङ्कल मलाई धकेल्दिनु न बाबु खेल्दा हो र ल यहाँ चौराली पिङ हुँदैछ
खिचेछु लेखनाथको बिस्तारै बिस्तारै उता आन्टी लगाउँछ घरमा ल सञ्जित हाम्रो सञ्जित सरले बल देखाउनु भयो है ल नरान देखेको बल है उडेर यहाँ चाहिँ आउनु भएन है गण्डकी ट्राउट फार्ममा है ल फर्कायो फर्कायो सञ्जितले हो यार डेन्जर फर्काउनु नै सक्ने रहेछ यार हो के लचक लचक भयो अरे फेरि भन न एकचोटि यस्तो यस्तो भयो भनेको लचकियो अनुभव बोलेको अनुभव लचक लचक त गर्न परिहाल्यो नि यसको मेहनत रे ल तेरो मेहनत दियो केटो बाहिरबाट दिन्छ नि फेरि यसरी टेक देऊ न पछाडि भविनाले ख्याल गरे के हो डराएको क्या हो ए डरा यार के हो यार सोल्टिनीहरू यार यत्रो धेरै सोल्टिनीहरू भएको मान्छे डराउने हो म उल्टो उल्टोपट्टि भयो कि है उतापट्टि फर्केर खेल्दै ठिकै बाङ्गिन्दामा केही छैन अहिले त केही हुन्न क्या अघि सञ्जितले कहाँ पुर्याएको होइन फर्काएको होइन सञ्जितले यस्तै आयो भन्नु पर्यो कि फर्काएको त नभन फर्कायो जस्तो ल कल गर्नु पर्दैन अच्छा बाबा के अरे भक्के गुनाहरू सङ्गत गर्यो नि त भक्केको फेरि यो फेरि उसमा आउँछ नि केटो उता फेरि जापान किले हेर्नु होला भाउजूले तँलाई फेरि अनि फेरि चल भाइ भनिदिनु होला नि फेरि विचार गर हेर त बोलेको यो हेर त यो बोलेको अहिले ससुराको अगाडि यसरी बोल्ने होस् चिया खान जाँदा चिया खान त रोकिहाल्ने नि ससुराकोमा ओए के गर्छ ओए 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 अच्छा बाबा के हो दुईजना टाँसिन्छ नि त यार यो असली सेल 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 आयो गाउँको हुने बुढाको चिल्लो पात गर अहिले फेरि म चल्छु म धेरै पुरानो भइसक्यो पहिलेदेखिको अहिलेसम्म त्यही हो कि पहिलाको दसैँबाट अहिलेसम्म यही हो कि हो र त्यही हो कि चेन्ज भएन हजुर म तिमी लिएर आएर जम्प गर्छु सक्यो एक त आउँदा ल जुम गरेर ल मैले नगर्ने कुरो हुन्छ केटा हो दियो 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 फटायो के फटाउनु पर्छ सुरुमा फटाए पो अनि बल्ल मेलो मेसो मेलो मिल्छ त यार पिङ त अनि छेउछेउमा फटाउन परिहाल्यो नि
ठोकिँदैन क्या ठोकिँदैन मलाई डर लाग्छ त्यो हल्लाइदिने मान्छे हुन्न ल आऊ नि त आऊ ल वेट चाहिँ मिलाउनु पर्छ कि त्यसमा मिलिहाल्छ नि आन्दोलनपछि सरकार संयुक्त सरकार के पिउने भएर हुन्छ नि अहिले बस खेल है बाबुलाई यहाँ राखिदिनु सक्छु भन्ने छ बाबुले मन बाबु कोही छैन फेरि सक्छौ भाइ सक्छौ कि नै सक्दैन सक्दैन होइन फेरि बढी हुन्छ नि त बढी हुन्छ कि बढी हुन्छ के अरे बाबु के अरे दाइ त्यहाँ बस्नुहुन्छ दिदी यहाँ आउनु त ल दिदी एकछिन तिमी नि त्यो गर न के सब झर्छ ल घुमाइदिउँ न ल पक्रै आउँ त्यहाँबाट बाबुको ठाउँमा दाइ बस्नु बाबु दाइ चिच्चाको हो कि बाबु खेलेको हो
के को जस्तो कमसुम मुस्ताङको भाइ अब सन्देश सर ल सिरम ल के हो रे यो ट्याक्कै झर्ना अब देखिन्छ पछाडि वाटरफल रिसोर्ट ल आउन सिरम ल गाइज है हामी चाहिँ अब यो वाटरफल रिसोर्टमा आएको छौँ सर र वाटरफल इको रिसोर्ट है एकदम भाइरल भएको थियो नि भाइरल यो भुर्जुङ खोलाको है पोखराको भुर्जुङ खोलाको सर र अब अहिले चाहिँ हामी त्यति बेला नआएको आउन सकिएन किनकि त्यति बेला एकदम प्याक हुन्थ्यो है मान्छेहरू पनि त्यस्तै हामीलाई त्यस्तो फेरि भिडभाड त्यति मन पर्दैन हामीलाई भिडभाड मन नपर्ने भएर अहिले खुल्ला टाइममा आएको कि हामी सर र हाम्रो साथीहरू ल यो हेरेर बस्दैछन् यस्तो त हामीले हेरिरहेको हो हुन चाहिँ ल यहाँ फोटो सेसनहरू हुँदैछ अब टक्क सबैलाई विजयादशमीको मङ्गलमय शुभकामना है सर विजयादशमी तथा दीपावली पनि छठ पर्वको वाटरफल इको भिलेज यहाँ ट्राउटहरू पनि पाल्नु भएको छ है ट्राउटहरू पनि पाल्नु भएको छ जो कन्सेप्ट राम्रो छ यो कुनामा आएर ट्राउट सँगसँगै एउटा सस्टेनेबल हुने तरिकाले इको भिलेज यो हुने तरिकाले भइरहेको छ अब तपाईँहरूले मेरो कुरा बुझ्नुभएको थियो त्यहाँ सर र यहाँ माथि केही छैन एउटा वाटरफल चाहिँ एकदम यो वाटरफल चाहिँ होइन फेरि यहाँ यो यसको पछाडिपट्टि छ म हजुरहरूलाई एकछिनमा देखाउँछु सर ल जाऊ आशिष आउन छिर क्यामेराम्यान पिटरहरु गाह्रो भयो केही छैन एउटा गोप्रोमा एउटा चाहिँ टक्क लाएर अब आइफोनमा के छ त ठिक छ त हामी चाहिँ यहाँ यसो स्न्याक्सहरू खास चाहिँ के लिनु के भयो बरु ल यति दिमाग केटो अनि मास्टर्स पढेको दिमाग नआएर हुन्छ त्यो पनि आइटीबाट मास्टर गरेको मान्छे यस्तो हुनु परिहाल्यो नि ल जाम म केटा ल कहाँनिर बस्ने ओ बबाल यार बबाल वहाँ छ है जाउँ त्यहाँ लेखेको छ कहाँ बस्ने केटा यता मासतिर छ भने यता पनि बसौँ न यता बसौँ न यता ओपन ठाउँ होला वाटरफल इको प्लेस ल यो यता मासतिर पनि छ त टन्नै यसमा जितेन भने दिर्छ पानी पनि सिरियसली हुन्छ ल म मार्दै नि मेरो भागले कति पल्टाइदियो कुन्टा सानोले बान्छ सानोले बान्छ एक ठुलो के एक ठुलो ल म बाट्छु यो भाले के भन्नु चाहिँ कस्तो छ भाले भनेको सिक्लास लास्टला भाले के नि हैन भालेको भने सुनेन भालेको भाले भन्नु कि पल्टाइदिने सबैको पल्टाइदिनु लियो सजिलो हुन्छ हैन एक झट्टामा गेम दिने
त्यो कन्टिन्यू उस गरेर आउने जिति भन्ने हैन म 1 घण्टा लाएर हेर्नुपर्छ यो त सुरुटा पल्टाउँदै आउने हो सञ्जितबाले गर्छु ल पल्टाउ सबभन्दा लास्टमा हेरेर न तिम्रो न म यही ढुक्क विनर भएछ गइले टाउको केही छैन है बासा अहिलेसम्म हिरो त्यही हो एका हान्छ न एका ल हान त केटाहरु कलर एका त आइसक्यो है एका मिसु दुका यहाँ राख न यहाँ राख एका हैन उले खाए ल विजय यो हो जिते हो के मलाई के पोतिला भन म त एउटा भाले हुन्छ र एउटा पोथिन त हुन्छ नि हावन थियो फेरि चल्ला होला रे त्यो रातमा पोति बिना के भा यो पोति चाहियो आउने केटा मिठो रहेछ मिठो भयो उयो छोइला चाहिँ आको दामी लाग्यो है म यो नाम मलाई दामी लाग्यो मलाई खाऊ के सब यो त खाऊ त्यो पनि खाऊ पिरो मैले गर्छु ढुक्क अब केटाहरु ए शनिबार मेरो बिहा छ सब ल गाइज अब हामी चाहिँ फर्किन लाग्यो है वाटरफल इको भिलेजबाट पानी पनि पर्न लाग्यो ओहो आमामा हामी त वहाँ पुग्न आँट्यो यार गाह्रो छ हो केटा घुमाएर लिएर आऊ ल राइड हाने आलो कहाँ अब खडाएर हुन्छ वहाँ पुग्नु पर्यो नि ल ज्याम ल्याइहाल्ने ल हाम्रो सरको बुलेट पड्काउँदै हिँड्नुहुन्छ उहाँले बुलेट पड्काउने बानी छ उहाँको अरू जस्तो तस्तोलाई हुन्न 6 लाख 585 छ अनि त्यो आमामा के यो त टुरिस्ट हो क्या टुरिस्ट नबुलिकन एउटा फुटेज लिएको त्यही सर जाम त ल बताइ सर पानी परिसक्यो र परिसक्यो अरे यार परेको केटा हो ल पानी परिसक्यो ल ल्याए ल आशिष यार है त्यहाँ जङ्गलमा तिमीलाई त्यो सम्झायो केटा ल्याएर कस्तो सम्झायो यार है होइन हामी जस्तो गरी नै जङ्गल होइन त्यहाँ चिया खान बसिन्छ नि त त्यहाँ दिनुपर्छ पुरा थप्यो कस्तो सम्झाइदियो राम्रो भनौँ न त्यो ढुङ्गाहरू डिजाइन चाहिँ सिम्पल यहाँ त के हो स्कुलको पनि छ त कहाँ अर्जुन खोला सर ल गण्डकी एम्बुल राउट चाहिँ त्यो है रातो टिम देखेको क्यामेरामा यहाँ अलिअलि देखियो होला त्योमा चाहिँ राम्रो देखियो अच्छा बाबा तिनटैलाई लिएर आऊँ न एउटामा भनेर हो अलिअलि ठुलो गरौँ तिनटैलाई लिएर आऊँ क्या त्यो म्याम पाकालो फेरि ल केटा ल गाह्रो भयो भने भन है ओहो ढुङ्गाको छान्नु भएको घर देख्थ्यो यार घर त उता नि देखियो होला अघि हामीले यादै गरिएन कुनै हुन्छ नि त ल यो गण्डकी रेनको ट्राउट रुमहरू पनि रहेछ त्यहाँ त ल अन्त बस्नु पनि व्यवस्था छ बिस्तारै माथि पनि हुन्छ तरिकाले चलाऊ
भमिके सबै भनेको हरिम लाग्यो अब रन्का बुद्धि दिनु ल पुरन्छ फाट्यो यतातिर अलिक घाम लाउला जस्तो छ पोखरातिर है यतातिर पानी परिसक्यो हो हेर्नुहोस् त त्यहाँ पानी परिसक्यो यहाँ पानी पर्ने सुसार छ कुराहरू आउँदैछन् ढकालले अलिक छिटो कुदायो हुन्थ्यो ढकालले अलिक ढिलो कुदायो भमिले चला खाइक्यो भमिले चला खाइक्यो हो र अहिले प्रदीपले ढाड देख्यो भन्दै हजुर प्रदीपले मेरो ढाड देख्यो भमी चलाउँछ भनेर ए यहाँ बाटो पिचको काम हुँदैछ है एकदम बाक्लो पिच फेरि रोटी जस्तै बाक्लो पिच छ है फेरि भन्न हुने हो कि होइन अब यहाँको जनप्रतिनिधि को हुनुहुन्छ सडक डिभिजनबाट अब आउन पर्यो रोटी जस्तो पातलो छ ल त्यस्तो पिचले त भएन है त्यस्तो पिचले हुँदैन हाम्रो पैसा हो हामी जनताले तिरेको पैसा हो है त्यस्तो नगरिदिउँ होला हजुरहरूले यसो हेर्नु होला एउटा बच्चाको लगेर दिनुहोस् न भनेर दिन्छ नि त अनि त्योमा अलिक भ्रष्टाचार जस्तै अब यो पातलो गऱ्यो नि त भ्रष्टमा फेरि भ्रष्ट नै हुने रहेछ नि छ भन्ने कुरो चाहिँ मेरो चाहिँ खै त केटाहरू आउँदैन जाम हामीलाई हात नबसेर हो त्यो स्कुटरमा हात बसेन कि हामीलाई बिस्तारै गरेर आएको कि म त यस्तो मात्रै चिप्लिन्छ कि मा बिस्तारै ल बिस्तारै गर्ने चिप्लिन्छ लेउ हुन्छ नि लेउले टेन्जिङ ल अलिक छिटो आउनु पऱ्यो कि क्यामेरामा आउनलाई कस्तो हुँदैछ ल अलि बिचमा चलाउनु हात नबसेको कि स्कुटरमा भयो क्या हामीले बिस्तारै आएको हामीले चलाउँदा हाम्रो मेन राइडर हो तपाईँले अगाडि लिड गर्नुहोस् बुलेटले पछाडिबाट धमाउँछ अरे अझै चिङ्गम हो नि त बुलेट त चिङ्गम सर क्या धान धान कति राम्रो धान खेतबारी हेर्नुहोस् धान खेत हेर्नुहोस् कस्तो राम्रो त्यो माथि हो त्यो मन्दिर जस्तो भएको ठाउँमा मेरो बहिनीको घर छ छिटो र्याम दुईटा ल हाम्रो अब चिया पार्टी पनि भयो है अब हामी निस्किनुपर्छ फोटो सेटो ट्रान्सफर पनि भयो आई ड्रप कि के ड्रप रे केटा हो एयर ड्रप आई एयर नोज सबै है केटा हो ल अकला देवी है त्यसो ल अब निस्किनुपर्छ ल यहीँबाट यहाँबाट बाई बाई हो यहीँबाट बाई बाई
जाँदाखेरि जाने बेलामा कसरी के भयो भने अब के भयो केटा हो जाने कहाँसम्म प्लिज लाइक शेयर बुझाइदिनु कहाँसम्म स्कुटर अनि भविन जानेसम्म बिजी अरे यसो गरे भयो नि त अशोकलाई किन उस गर्नु तिम्रो त अलिक ढिलो भयो नि होला नि त यसो गरे भयो नि त तिमीलाई उसले छोडिदिन्छ सञ्जितले होइन अनि उनीहरू पुग्छ हुन्न के अन्त अब त्यस्तै पऱ्यो होइन ल केटा हो ल अब हामी गयौँ ल आजको भ्लग पनि यहीँ अब फेरि नेक्स्ट भ्लगमा भेटौँला ओके बाई गाइस विजय हजुर सी यू बाबा पिस ल विजय के भन्नु अरू केही छैन हामी घुम्ने आइयो हामी ग्यादरिङ गरिराखिन्छ हाम्रो इयरली मिट हो यो है वर्षपछि वार्षिक भेट अहिले नयाँ एक्जाम थपिनु मेम्बरको रिन्यू गरे यार 5,000 चिया भेट भन्दा पनि ठुलो साथीहरू भेट्यो कि